Welcome back to my new video. आज फेरि म अर्को न्यू भिडियो लिएर आइसकेको छु हजुरको सामने। म अहिले चाहिँ आज मेरो साथीको छोराको बर्थडे हो नि त, ह्याप्पी बर्थडे टु यु दिपन। अनि आज चाहिँ अहिले एकछिनमा चाहिँ मेरो आमा र दाइ आउँदै हुनुहुन्छ, मेरो बोट साथी बिरामी हुन्छ नि, उहाँलाई हेर्न आउँदै हुनुहुन्छ। अनि म चाहिँ यहाँ खाजा पकाइदिएको मेरो साथीको छोराको बर्थडेमा प्लेट लानुलाई धोएर रेडी पारेर राखिरहेको छु। लिएर आऊ भन्दै थियो, प्लेट लानु रेडी पारेर बस्छु। हेर्नुलाई अहिले आइपछि देखाउँछु ल। अनि आमाहरू आफू जानुहुन्छ ल। अनि म चाहिँ साथीको छोराको बर्थडे जान्छु अहिले एकछिनमा। सिक्ने टुङ्गो छैन, यदि तिमीहरू साँच्चै काम गर्छौ भने कुखुराको भन्छ, त्यो कुखुराले अन्डा पार्छ, मेसिनले अन्डा छाड्छ, तिनै अन्डालाई टिपेर क्यारेटमा प्याक गर्छ। हाई गाइस, मेरो आमा चाहिँ बोजूलाई हेरेर आउनुभएको। उहाँ चाहिँ मेरो माइतको आमा, मेरो बाउको आमा। तपाईँ यति खानुहुन्छ किन जाने बस्नु त्यो भनेको सम्झिरहेँ म त। कुरा मिलेन के गर्नु त, जस्तो आइलाको त्यस्तै भोग्नु पर्छ। भगवान बेसी बाँच्नु पर्छ नै, मौसी बस्छ बाँचिरहनु पर्छ। के गर्नु, मर्नु मर्यो भने भेटिँदैन। बुढाबुढीको उस्ताको गफ मिलेको गाइज। अहिले चाहिँ म जाँदैछु मेरो साथीको छोराको बर्थडेमा। आमाहरू पनि उताउतै घर जानुहुन्छ। जान्छु 2 जना, म मिरन्छ खोलाको दे टिभीमा कहाँ आमा एउटा मैले गाइस अहिले चाहिँ हामी जाँदैछौँ सफारीमा। आमाहरू चाहिँ घर जानुहुन्छ, बोजूलाई हेर्न आउनुभएको थियो नि आमा। के अरे आमा भरे गएर टिभीमा हेर्नु सबैको मोबाइलमा छ। जसले नि भन्दै थियो मेरो भिडियो मेरो हातले खाइदिइहाल्छ। कुन भिडियो हालेको पानी आकाशबाट परेपछि पहाल्छ नि खोलामा। जानु आम बाई बाई जाऊ गएँ म चाहिँ उकालोला जानुभयो आमाहरू। गाइज म चाहिँ जाँदैछु अब साथीहरूकोमा। कति बज्यो, 1 बिहानै बोलाएको थियो, म चाहिँ 1 बजी आउँछु भनेको थिएँ।
अनि आमा रहनु भएको थियो अनि फेरि आमालाई छोडेर कता जानु भनेर म गएको थिइनँ अनि अहिले जाँदैछु 2:30 भयो गाइस अब म वहीँ गएर देखाउँछु बाटोमा भिडियो बनाउँदै हिँड्दिनँ जाइसक्यो यहाँ के काटेको अदुवा काटेको बटरको आमा चाहिँ के हो ग्यासमा क्या म चाहिँ मारानी हो यहाँ बसिरहनु गीत बजाउने डङ्की डङ्क पारेर यहाँ छ त अचार यो मुला काँक्रा गाजर हो आलु लसुन रमाइलो हुने पर्छ अरू के पकाउनु आँटेको मैले चिया पकाउनु छैन मकर घोलेको ग्यास मिठो चिया पकाऊ है चिया चिया हाल्दैछ बजारमा चिया बिस्कुट खाँदैछन् अझ केही काम गर्नुपर्छ बिरयानीको लागि पानी पर्छ भाइ जान्छ कालो खालको सेतो तिलेको नि पबिले मासु के गरेर के गरेर यो सबै मोलेर क्या मसला मोलेर राखेको अरे तार्नलाई बिरयानीको लागि आज बर्थडेमा बिरयानी खाने होइन बर्थडे गर्लको आमा है यो चाहिँ गाइस म ग्रोल धेर मनपर्छ नि त मलाई के भएर होला तिम्रो ग्रोल छैन क्या हो त्यो टमाटर चाहिँ किन हालेको यो अहिले अनि त्यो बिरयानीलाई चाहिँदैन त यहाँ एकैचोटि मोल्नु सबै के हालेको यहाँ यहाँ मसला ससला टमाटर खोर्सानी प्याज सबै हालेको सबै के पेस्ट क्या मलाई त यस्तोहरू पाउन आउँदैन नि कहाँ छ साबुन साबुन कहाँ छ भाँडा मुन्ने भाँडा मुन्ने साबुन चामल मुसिन्दै छ नि लाउ अनु लाउ प्याज ये प्याज ठुलो पाक्छ ठुलो मासु प्याज मर्छ होला त एकचोटि आउँदैन यत्रो भाडा होला यस्तो खालको भाडामा डर्दैन पाक्छ होला ऊ पाक्छ पाक्दैन पो पाक्छ पानी भएन क्या मैले त्यो भाउले सोधेको क्या सिलिबरको पर्नु थियो हाम्रो भाँटाको कमाउनु पर्ने बेला है भाँटा लाग्छ बाँध्नु लाग्यो हुन्छ हुँदैन आफ्नो साथी ध्यान राख्नु पर्छ भर्खर स्कुलबाट आएको हो बहिनीलाई रिपन के अरे के अरे दिदीलाई त्यसो भन्छ अहिले चाहिँ यहाँ बेलुन फुलाउने कार्यक्रम भइरहेको छ चेत हुन्छ प्रिन्स आन्टी पनि बेलुन फुलाउनु हुँदैछ अनु दिदी
टेन बन्द के बाहिर ढोका लगाउने फुलाउनु हुँदैछ अझ अलिक मिलेन जस्तो छ अहिले चाहिँ जत्रोमा आज त यो लिची भने गिफ्ट नै होला दिइहाल्नु न लिची बर्थडे पाइला गिफ्ट दिनु आँटेको केक नै नकाटेको पक्र नि सबै यहाँ टोपी लाउने मान्दैन दिपल ह्यापी बर्थडे यसो गर्नु दुईटा राख्नु अलिक पर्दैन होला खास चाहिँ खानु मेन फोकस गर्नु ल Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn.